सबै पछि मैले किनेको मात्रै जग्गा मेरो नाममा र आमाको नाममा राखेको थियो। अनि अब तँलाई डिग्री पढाउँदेखि तँलाई खेत बेचेर पनि डिग्री पढाउँछु भनेर भने। अब खेत बेचेर मलाई डिग्री पढाउनुहुन्छ, डिग्री पास गर्न नसकुँला, पास गरे पनि हतपति जागिर नभेटौँला, त्यतिन्जेलसम्म आमा बाउ खेत बेचेर भात के खाने भनौँ। लौ त तँलाई पढ्नु मन रहेनछ। मेरो बाबुबाजेले पनि हलै जोते र मरे, मैले पनि यो उमेरसम्म हलै जोत्दैछु। म एउटा छोरालाई हलो चाहिँ जोताउँदिनँ भनेर दोकान गर्नु लाएँ खानबारीमा। दोकान गर्दाखेरि त त्यस्ता खेत त होइन, मेरो सबै नै बेचिसकेँ। बाहुनसँग ऋण काटेर पनि त्यो दोकानमै लाएँ, पठाइदिएँ। अनि अर्थ त आमा कति 50-53 सालमा होला, आमा बिरामी भई बोलाएँ। अनि आमाको प्राण गयो, जाने भयो। छोराले पनि आमा कति वर्षको हुनुहुन्थ्यो त? आमा 58 वर्षको, 58 वर्षको उमेरमा ऊ गई। म 60 वर्षको थिएँ। अनि आमाको प्राण गयो। अब कान्छी छोरी रुई म हिजो अस्ति हिँड्नु पर्ने रहेछ, के हेरी बसेको भनेर भनी। र आमाको मरण त्यस्तो राम्रो भयो। बाउले पितम्बर पनि उडाइदिनु भयो र काम सकियो। अब एउटा फलाइचाप बनाइदिएँ, बरपिपल लाएर चौतारा बनाउनु बाँकी थियो, चौतारा नबनाइकन यता खानबारी आइयो। छोराको बिहा गर्ने सुरु भयो। अनि कहाँ गरौँ, सबैले हो आइज भनेको थियो। उसले मन गरेन। ए बुहारी नै गएछ उहाँ खानबारीमा र मनोकामनातिर झरेर एयरपोर्टतिर झरेर फोटो खिचेर लु हेर भनेर फोटो मात्रै देखायो मलाई यहाँ बुहारीको। लु यो केटी यताउता नहुन्जेलसम्म तेरो बिहे गर्दिनँ, यही केटीसँग बिहा गर्नुपर्छ। विश्वासमा बसेकी छ भनेपछि अनि खुसी भयो है। अनि बिहा गरियो 55 सालमा। 55 सालमा बिहा गरेर खानबारीमै लगेँ। घर यही तल्लो घर छँदैछ, त्यहीँबाट अन्मारा लगिएर भित्राएँ। मेरो भाकल छ फेरि, जहिले छोराको बिहा गर्न सक्छु उहिले यो मनोकामना आउँछु, अरू न पञ्चली दिन्छु भनेर भाकल गरेको थिएँ। अनि सबै तिमीलाई चाहिँ रक्सीहरू त्यस्तो चामलहरू गरेँ, उता कसैलाई राँगा कसैलाई खसी ले भनेर भाइलाई भने। सबै गरेर पञ्चली गरियो र भित्राइयो खानबारीमा लगेर। र त्यस्तै गरियो र 56 सालमा आएको यहाँ।
अब मेरो चिनामा जस्तो लेखेको छ त्यस्तै ठिक पुगेको छ। अब त टाढो सर्नुपर्छ। तेरो ठुलो घर छ, घर अगाडि ठुलो मूलबाटो छ। अब के गर्न पाए हुन्थ्यो भन्ने छ कि छैन? मुनाको बिहा मुनाको बिहा गर्नु पाए हुन्थ्यो भन्ने छ नि? कहिले गर्ने? मनमा, तपाईँको मनमा जन्म तपाईँको मनमा चाहिँ कस्तो लागिरहेछ भनेको? मुना तपाईँको मनमा के गर्नु पाए हुन्थ्यो जस्तो लागिरहेछ भनेको? मेरो बिहा मनमा चाहिँ मेरो जन्म तपाईँको मनमा, तपाईँको यस्तो मनले चाहिँ के गर्न पाए हुन्थ्यो जस्तो लागिरहेछ भनेको? मेरो जन्म भनेको तपाईँको मनमा, तपाईँको मनले नि त महिना मन यहाँ भन् महिना आमा थाके पुगासँग बोले